नमस्ते साथीहरू। आज चाहिँ अर्ली मर्निङको ट्याक्कै साथले तपाईँको ड्राइभ गरियो। श्रीमतीजीलाई काममा पुर्याएर फर्किने क्रममा यो भिडियो रेकर्ड गरिँदैछ। तपाईँहरूलाई दुई चारवटा कुरा भन्नका लागि हेर्नुहोस्। अब यो चाहिँ हिउँको सिजन सुरु भयो। सिराकिसमा त यो नर्मल हो, केही पनि होइन। यहाँ खतरा हिउँ पर्छ पछाडि तर हिउँ पर्दा केही कुराहरू याद गर्नुपर्ने हुन्छ। एकदम पेसेन्स भएर कुदाउनुपर्छ, बिस्तारो कुदाउनुहोस्, समयमै घरबाट निस्किनुहोस्। छोराछोरीहरूलाई स्कुल पुर्याउँदै हुनुहुन्छ भने पनि स्पिड हाँक्ने आदत छ भने त्यसलाई कन्ट्रोल गर्नुहोस्, किनभने कहिलेकाहीँ हतार हुन्छ भनेर स्पिड हाँक्ने आदत हुन्छ कसैको। एकदम सेफ ड्राइभ गर्नुहोस्, धैर्य गरेर कुदाउन सिक्नुहोस्, किनभने आफूभन्दा अगाडिको ड्राइभरले साह्रै बिस्तारो कुदाएर झर्को लाउन सक्छ। किनभने त्यो नयाँ ड्राइभर पनि हुनसक्छ, भर्खरका केटाकेटी अथवा भर्खरका केटाकेटीहरू हुनसक्छन् अथवा बुढाबुढीहरू हुनसक्छन्। उनीहरूलाई पनि आफ्नो डेस्टिनेसन पुग्नुपर्ने हुन्छ। यस्तै गरेर एकदम सेफ ड्राइभ भन्न चाहन्छु सबैजना साथीहरूलाई। ल हवस् त, धन्यवाद साथीहरू।